हेलो एभ्रिवान। आज म गइरहेछु पोलेको टमाटरको चटनी बनाएर खानलाई। हालमा यो यही आजमनमा छ। आज नेपाली तरिकाले अचार पिनेर चटनी खानु पर्यो भनेर हरियो खुर्सानी अनि लसुन हालेर नुन पनि हालेछु। फेरि यसलाई मस्त कुटेर घरको याद आएको। यसरी अचार बनाएर खाएको घरको याद आयो। घरमा त सिलौटामा पिसिन्थ्यो, यहाँ सिलौटा कता खोज्ने। यही थिचौनीमा लिएर टमाटर पोलेर एकचोटि साथीहरूलाई बनाएर खुवाएको थिएँ। तिनीहरूलाई पनि अझै मन परेर अझै बनाउन भन्ने कमेन्ट आएर तिनीहरूलाई अझै चखाम भनेर बनाउँदैछु आसान तरिकाले, एकदम घरकै तरिकाले। बस सिलौटा मात्रै चेन्ज हो। चटनी बनाएर खानु। यहाँ सबै इन्डियनहरू छन्, यिनीहरूलाई यो चटनीको रेसिपी मन परेर फेरि बनाउन गइरहेछ। अलिकति आफूलाई ट्याक्क देखाउनु पर्यो नि भिडियोमा, यसो क्यामेरा मिलाएको। हेर्नु होला, राम्रो बन्छ। तपाईँहरू पनि यसरी बनाएर खान सक्नुहुन्छ। हेर म कस्तो बन्छ चाखेर तपाईँलाई चाखेर पनि देखाउनेछु। गजब बन्छ, तपाईँहरू पनि बनाएर खान सक्नुहुन्छ। एकदम सेम घरै बने जस्तो। गजब गजब।